गएका यसको चौबर गर्नु छ म तल माय गॉड ऐतिहासिक मकवानपुर गढी दरबार पहिला राजाले चाहिँ यहाँ बसेर जितेको यो ठाउँ सरको छ सरको भिडियो काम गरिहाल्छ सरलाई नछोड भिडियोमा देखिने भिडियोमा आउने भए दामी रहेछ नि है तिनीहरूको नम्बर छैन है ए आयो ओइ मोटी खोइ मोटी को सबै ए घटिसक्यो दुब्लाइसक्यो नि 20 केजी दुब्लाएको छु मोटी भन्न लागि त्यही हो जुब्लायो नि मोटी तर अङ्किता नि बराबर छ है जोख्दाखेरि ल उसले घटाइसक्यो जस्तो दौडेर गएर ह्याट बन्द गरिसक्यो म त पुग्दैन है यो पालि फेरि बिस्तार है फेरि पुग्दैन नि फेरि यो पालि तातै रहन्छ नि के तातो होला त यो तारा पनि छैन अनि शिवशाला मैले आज गोरु देखिरहेको छु कलाई को कलाई फेरि सरलाई पुगेपछि कालो देखिहाल्छ फेरि कालो देख्छु त पुगेपछि गोरु देखिरहेको छु कालो चस्माबाट गोरु देखिरहेको छु क्या आँखा चेक गराउनु फेरि एक दुई दिन घाम थाल्यो फेरि कति माथि हो पुगिसक्यो यति त हो मोटी हात्ती मोटी हात्ती मोटीको साथी पहिले हात्ती साप चप्पल हुन्छ नि एकदम हात्ती साप चप्पल चप्पल त्यो नच्यातिने लगायो फेर्नलाई होइन अब 3-4 महिना लगायो सबै अझै पुरानो लाग्ने लाउनु मन नलाग्ने हात्ती बोल्यो कि हात्ती छाप चप्पल बोल्यो हो त चारी चल्यो कुन राजा बस्थ्यो त मकवानपुरी राजा ल यस्तो ठाउँमा बसेर स्ट्राटेजिक सबैतिर डाँडा टुप्पोमा सेनाहरूलाई आदेश दिने सेनाहरूलाई आदेश दिने थिएन होला देखियो तल सम्म परेको ठाउँ रहेछ नि त के पहिलाकै होला त्यो गढी भग्नावशेष ओहो खतर रहेछ है अब अलिअलि बनायो होला राजा चाहिँ यही हो फुलहरू को राजा थियो कृष्ण नारायण भनेर जिउ त त्यसमा औलो छोडाएको त यता माथि गइदिउँ त कोही बाटो छ होला नि त छैन 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 त जानुपर्छ छैन छैन सल्लाह हारीमा गरिदिने हुन्छ क्या सल्लाह त्यस्तै हाम्रो त्यस्तै भनिदिन्छ पानी रुकुम छ पानी सुकाउँछ अरे यसले हो पानी सुकाउँछ यसले उता सर्वक्याममा हेर्नु यता वारी चाहिँ हाम्रो सल्लाहको बोर्ड पारी चाहिँ अलि अर्कै छ अन्त ग्राउन्ड त्यो माटो भिज्ने चाहिँ पारीको हुन्थ्यो क्या यही रहेछ गढी अब वरिपरि घुम्नु रहेछ क्या कता घुम्ने ल यता घुम्ने उता अगाडि जाऊँ न अनि पछि यता फर्कौँ लाने कस्तो खतरा यहाँबाट चढ्न नसकुन् भनेर अनि अब मान्छे चढ्न सक्छ त यहाँ कस्तो बनाएको ऊ बेलामा पनि यस्तो यस्तो कस्तो सोचाएको त ल
तक्लिया यहाँ अब यहाँ हाम्रो पनि मिलेन फेरि खाल्टो बनाएर छ खाल्टो बनाएको छ त्यो खाल्टोमा पनि त्यो उयो राखिदिने कि राखिदिएको थियो होला पानी अथवा त्यो त्यो ठ्याक्क त्यहाँ चाहिँ उयो गर्ने बनाएको होला त्यस्तो पर्छ भन्ने थुप्रै खर्च गरेर बनाएको छ नि त्यो बेला मान्छे कति लाग्यो होला ल आइज भने चाहिँ आउने कति दिन मान्छे काम गर्नलाई यो चाहिँ उठाइदिने उठाइदिने त्यो गेट बन्द लगायो नि त त्यसलाई होइन अनि पछि युद्ध हुँदाखेरि खतरा गेट बनाएको छ नि यो त राजै बस्ने चाहिँ बनाएको छ त्यो बेलामा पनि जान दिन्छ त होला जनाब दक्षिण गेटबाट हाम्रो दुश्मनहरू प्रवेश गर्न थाल्यो भनेर पुरा भित्र दिने गयो पश्चिम गेट हो यो काट्दियो ल सर्कलम गरिदियो काठको रहेछ पुलिस सर्कल भित्र फेरि अर्को रहेछ नि त घर अरू यस्तो यो दर पारेर रहेछ नि त यो यसको वाल होइन बान्नु हिस्ट्री त्यहाँ रहेछ पढाउँदैवाले के रहेछ फोटो खिच्नु ल्याउनु गडी डरर पो रहेछ तल यो राजा रानी बस्नु रहेछ नि त पहिला गडी दरबार फोटो खिच्ने है सर सबैले ल पछि अब सबै आओस् न पहिला हामी ओहो हो यो गर्मी त्यो भत्किया रहेछ यहाँ है यो वालको साइज हो ढुङ्गाको साइज हेर्नु न कोइल के कहाँबाट ल्यायो होला यो ठाउँमा ढुङ्गा बनाएको होला त्यही ढुङ्गालाई यसो माथि घुमाउन क्याप्ला रहनु पर्ने छ दामी है त्यो जमानामा यो स्विमिङ पुल हो क्या यो चाहिँ यो कुना के त्यो कैदीलाई राख्ने कोठा छिराउने होला क्या कैदीलाई हो कहीँ आउने जाने पल पनि होला त्यहाँ कतै छैन होला त्यहीँबाट खुसाल्ने होला पठाइमाथि चढ्नु होला अरे देखेछ राजाहरू बाठा चाहिँ बाठा है कम बाठा हुन्थ्यो यस्तो ठाउँमा कति राम्रो ठाउँ बसेको फेरि हेर्नु त यहाँदेखि जताततै देखिने कि फेरि यहाँबाट पनि फिल्मको सुटिङ गरेर फिल्म सुटिङ त होइन टक्क लगाएर यहाँको इतिहास निकालेर होइन अनि त्यसपछि मजाले हरेक पानी सानी कटाउने ठाउँ जस्तो बनाएर चाहिँ यहाँ के भएर बनाएको छ यो के थाहा यो टोप हाल्ने होला कि टोपै होला यहाँ माथि साना साना केही थियो होला पहिला अब अहिले भत्कियो होला कि पृथ्वीराज साह्रै एक प्रकारको ठाउँ रहेछ यो पहिलेको नेपालको नक्सा देखेर अहिलेको राखेको हो। होइन अहिलेको थपे खाँचो चौ चुच्चो माथि गणतन्त्रको छिटो यहाँ फोटो खिच्दैन तिमीले है त्यो के लेखाएको छ होइन अब खिचौँला पछि पहिला एक घुमाउँ ओइ त्यहाँनिर त्यो बोर्ड छ नि त्यो बोर्डको फोटो खिचेर ल्याउँदै वाले त्यो बोर्डको फोटो खिचेर एउटा पढ्नु पर्यो त्यो बोर्ड चाहिँ त्यो तिम्रो पछाडि फोटो त्यो बोर्डको तिम्रो पछाडि त्यो बोर्डमा के लेख्नु छ त्यो पढाइ अनि विशेष कतिको गर्मी छ त यस मकवानपुर गढी अहिले चाहिँ त्यति रहेछ सर यता सर एकदम मलाई त सोचेभन्दा धेरै कम फिल गरिरहेको छु मैले त अब हेरौँ तल पुगेपछि कस्तो हुन्छ अहिलेसम्म ठिक छ सर तल त हेर्नु त त्यहाँसम्म ल यहाँ लेखाएर सर के रहेछ भन्ने कुरो खाने पानी होइन त्यहाँ के रहेछ हेर त खाने पानी के लेखाएको थियो पानी लेखेर पानी यो पानी जम्मा गर्ने ठाउँ रहेछ क्या खाने पानी होला होला त्यो डाँडामा त पानी कहाँ ल्याउँछ अनि मान्छे ल्याएर हाल्ने होला यहाँ सङ्कलन के सङ्कलन रहेछ ल खाने पानी सङ्कलन रहे दुईपट्टि यो उयोहरूलाई के राजा के अरे सिपाहीहरूले पानी खाउने यहाँदेखि हेरौँ न सेनाहरूलाई पानी खाउने ठाउँले पानी पहिला भण्डारण गर्ने यहाँबाट झर्न मिल्दैन छ मिल्दैन त्यही उयो मिल्छ होला ए कहाँ मिल्ने त्यस्तो पो रहेछ त खाल्डो त्यो होइन खाल्डो आमामा हेर्नु त ल कसरी बनाएको यो भने नजाऊ सबै त्यो झरो सधैँ जग्गा नजाऊ सँग फेरि गुल्टे लाग्यो तिमी साथीहरूसँग हाल्छ नि माथि हामी यहाँ भित्र गएनौँ कि उयो भित्र लड्ला साँच्ची कि अहिले
भित्र जानु पाइन्छ होला एकछिन घुमाउन ल भुइँमा त्यो जान्छ नि आमालाई बचाउन त्यो यता हावा पनि आउने रहेछ गर्मी रहेछ नि मैले त कति चाहिँ गर्मी होला भन्ने सोचेको यो हेरेको त्यो हेरेको त्यो त केही गर्मी नै होइन नि अहिले त यहाँ पनि यसो छिर्दिउँ यहाँ त भग्नावशेष मात्र हो क्या जस्तो हालेको छ पहिला शीतल रहेछ है यो त बनाउँदैछ होला के छ ए हो मान्छे सोध्नु भन्ने अगाडि पनि देखिन्छ सर यसले अगाडि पछाडि दायाँ बायाँ सबै एकैचोटि खिचिदिन्छ यसले कतिको गर्मी छ त अति साह्रो धेरै तिमीले त 20 किलो घटायो भन्दै थियो त नि हो कसरी 20 किलो घटायो नि डाइटिङ एक्सर्साइज के डाइटिङमा के छ अब जेरो कार्बोहाइड्रेट कति नि त्यो 0.75 ग्राम प्रोटिन अनि 30 देखि 50 ग्राम फाइबर अनि घट्छ अनि घट्छ कति दिन भयो त्यो 20 किलो घटाउन कति टाइम लाग्यो तिमीलाई 5 महिना 5 महिना घट्यो ल सिक तिमीलाई तिमी त 5 महिनापछि 1 वर्षमा त शून्य हुन्छ होला तिम्रो एक महिना वेट बढाउनु पर्छ सर यतिको गर्मी चाहिँ नभइदिनु पर्ने अनि यो त कम होला सायद यो त कमै भन्दा धेरै हुन्छ अब यो भन्दा तल कम बढी गर्मी हुन्छ त्यो कत्रो हाइटमा छ काठमाडौँबाट आएको अनि यहाँ बाटोमा चाहिँ यहाँ यसो सरे भनेपछि घुम्न यहाँ जानुपर्छ भनेर हामी हेर्न आएको हजुर यो त लडाइँ गर्ने ठाउँ जस्तो पो देखिन्छ हेर्दाखेरि यसो आइलाई नि हिसाब किताबले सिंहदरबार हुने सुरु चाहिँ तातो यो ढुङ्गा पहिलाकै हो कि पछि बनाएको हो पहिलाकै हो ए मर्मत गरेर जस्ताको त्यस्तै बनायो होला के होइन यस्तो तपाईँको 100मा 75 तपाईँको आँखामा त्यो सेन वंशले गरेका 13औं शताब्दीको पर्खाल दिनुहुन्छ 25 चाहिँ जीर्ण उदार भन्छ त्यो पहिला जस्तो सेपको थियो त्यही सेपमा काटेर बनाएको हो त्यो चाहिँ होइन मङ्गल सेन भन्नुभयो मकुण्ड सेन मकुण्ड ल मुकुन्द सेनको दरबार कति सानो छ त भयो यो होइन सबै बस्ने होइन कि उडा जस्तो बनाएको क्या किल्ला जस्तो को गर्मीले घर त जाने आउँछ पड्किनु पर्छ तिम्रो घुमेर आयो ल स्टिक लिएर यो एक रङ घुमेर आउनु पर्यो ल भर्खर आएको छ एकैछिन ल एक घुमेर आउनु छ यो स्टिक लिएर अहिले एकछिन पछि घुमाउँ यो अहिले घुमेर आउनु भित्र गएर आउँछ अनि एकछिन घुमेर आउनु फेरि भित्र पुगेर आउँछ नि त सर फेरि घुमेर छिटो एक राउन्ड सर कस्तो यस्तो हो तिमी आउँछ क्या तिमी भिडियोमा आउँछ ओइ खरे आऊ आऊ अनि यसो गरे नि हुन्छ यस्तो ट्याक्क तिमी अगाडि आउँछ तिम्रो टिम अगाडि आउँछ हो त्यसरी ल यसरी एक राउन्ड है यो ए हुन्छ सर दौडिँदा हुन्छ सर दौडी त म्याराथन हान्छ अनि भित्र चाहिँ अहिले नजानु अहिले तलबाट गरौँ त्यो नजिक हुन्छ क्या नजिक आउँछ अलिक सभ्य भाषा है फस्यो त मामाले गरेर पनि हो क्या कमेन्ट्री पनि दिने हो क्या सुनिल सरलाई हजुर कमेन्ट्री पनि दिने हो क्या अलिअलि म सुरु गर्छु है त सुरु गरौँ नमस्ते तपाईँहरूलाई प्याङ द राइडरमा सोलो राइडरमा स्वागत छ सर नकाटिहाल्दैन हुन्छ क्या हामी प्याङ द सोलो राइडरको स्टुडेन्टहरू 22 ब्याच सिभिल 3बाट सन्देश बुढा थकी र यता सञ्जीव भण्डारी उर्फ खैरी आइरहेका छौँ र हामी उक्त यो ठाउँको नाम हो मकवानपुर गढी र यहाँ हामी सँगसँगै आउँदै हुनुहुन्छ यतापट्टि सुरज शाह र सन्तोष खड्का उहाँहरूको अनुहार हेर्नको लागि चाहिँ यस प्रकार हेर्नुपर्ने हुनेछ हेर्नु पर्यो र यहाँ पनि भ्लगिङै चल्दैछ अब एक घुमेर आउँछ हामी त्यहाँ यस्तो माथि गएर जाँदै गरौँ न हामी एक राउन्ड र यो ठाउँ हामी चाहिँ अहिले यो मकवानपुर जिल्लाको मकवानपुर गढीमा छौँ
ऐतिहासिक मकवानपुर गढी अब यो पछाडिको चाहिँ हाम्रो अब पुर्खौली राजाहरूले युद्ध लडेको ठाउँ रमाइलो छ। अब तलतिर हाम्रो यहाँ उ छ फाँट छ फेरि यता तलतिर हेटौँडा जाने बाटो यही हो। यहाँबाट भ्यू हामीले यस प्रकार हेर्न सकिन्छ। एक घुमेर देखाइदियो साथी अझै राम्रो छ घुमेर देखाउनु यस्तो अलिक छेउमा जाउँ न उता म सिकाइदिइहाल्छु नि ल। योभन्दा मुनि चाहिँ भ्यू यस प्रकार रहेको छ। लड्लाई लड्दैन। अब हाम्रो यिनीहरू यो के अरे 22 सिभिल 3 को योभन्दा पछाडि चाहिँ योभन्दा अगाडि चाहिँ आउँदै हुनुहुन्छ 22 सिभिल 3 को केही राम्रो राम्रो यसले यस्तो गर्न नि मिल्छ क्या साथीहरू गर्न नि मिल्छ है। रेकर्डिङ मोडमै छ र केही भन्दैन ल सचिता पुरा छैन यस्तो यस्तो घुम्नु पर्ने छ। यो अलिक दिन मिल्दैन। यो सचिता पुरा छैन हो यो त स्त्रिया चौधरी भरे उता सुदिक्षा पड्का त्यो सुनिन होला के बोल्न देऊ न एकछिन ल के भन्दै यसमा बोलेको आउँछ नि बोलेको रेकर्डिङ भइरहेछ सबै। ल हामी चाहिँ मकवानपुर गढीमा आएको छौँ। मकवानपुर गढी मैले भनेन हाई म चाहिँ सचिता पुरासै नेपाल इन्जिनियरिङ कलेजबाट अहिले चाहिँ 22 ब्याच सिभिल 3 चाहिँ हामी चियरन इरिगेसन फिल्ड भिजिटको लागि हिँडिरहेको छौँ। त्यो बेलामा हामी यहाँ मकवानपुर गढीमा आएको भएर चाहिँ सरहरूले हाम्रो मकवानपुर गढी पनि घुम्नको लागि पर्मिसन दिएर हामी घुमिरहेको छौँ। तपाईँहरूलाई म टुर गराउँछु लेट्स गो। ए म चाहिँ उता जानु छैन उता जान्छन् त्यसमै बाई सी यु सुन। सचिता पुरा छैन ह्यान्डेड द माइक ओभर टु आवर सञ्जीव भण्डारी खैरे। हेर्न म खिचिदिन्छु जान्नु क्या यस्तो गर न। यो गढीहरू पछाडिको गढी छ रमाइलो छ र यस प्रकारको भ्यू चाहिँ यहाँ तल रहेको छ। ल यताको चाहिँ यो पछाडि हुन्छ गर्नु यस क्यामेरा हुन्छ है हुन्छ होला खै थाहा छैन। ल यो पछाडिको चाहिँ हाम्रो यो मकवानपुरकै फाँट होला हामीलाई थाहा चाहिँ छैन। ल ल उता केटाहरू भित्र घुमिरहने यिनीहरूलाई पनि देखाइदेऊ हाम्रो। र योभन्दा हामीहरूको उत्तरतर्फ चाहिँ केटाहरू हुनुहुन्छ। यस्तो यस्तो पछाडि घुमेर देखाइदेऊ न गुरु हेलो केटा हो ल तिमीहरू आउँछ है सानो सानो ब्लरमा सबैजनाले पाले पालो इन्ट्रोडक्सन दिँदा हुन्छ। श्री 5 के सरकार हो ठ्याक्कै बढीदेखि यस्तो यस्तो त्यस्तो होइन है यस्तो 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 यति गर्दै ठ्याक्क अलि माथिबाट यस्तो गऱ्यो भने चाहिँ तिमीहरू आउँछ क्या। ल हाम्रो फेरि यहाँ केटाहरू भेट सिभिल 3 को अर्को टोली आइपुगेको छ यिनीहरूलाई नि एकछिन यस्तो र यहाँनिर हामीहरू अब यो माइक ह्यान्डओभर गर्न चाहन्छौँ सुमन तामाङलाई उर्फ मङ्क। हेलो 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 एभ्रीबडी। भन न भन्नु त्यस्तो भन्नु त छैन केही भन्नु छ भने भन्दाखेरि भेट्छ सर भण्डारी नुवाकोटे काले जाइन यस्तै समात न यस्तै समात ट्यागको यसरी हामी चाहिँ अब लगभग 75 होइन 80% जति यो गढीको कम्प्लिट गऱ्यौँ। रमाइलो छ। मूर्ति पृथ्वीनारायण शाहको हामी भ्लगिङ गर्दैछौँ तिमीहरू नि हाम्रो भ्लगमा आउने हो। यस यस ए सुनिन्छ अरे सब बोले सुनिन्छ। प्याङ्क द सोलो राइडर छ सरको। ट्याङ्क द सोलो राइडर एमबिबिएस रक भने सरको टिकटकमा एमबिबिएस रक चाहिँ म एकचोटि ठिस भइरहेको छु क्या एमबिबिएस रक्स रे होइन। अब अलिअलि माथिबाट यस्तो देखाइदियो नि सब यस्तो देखाइदियो देखिसम्मको देखाइरहेको सिधा भन त्यो यस्तो यस्तो हल्लाउने होइन क्या यस्तो सिधा राखेर यस्तो घुम्ने हो क्या आफै घुम्ने हो क्या मजा आउँछ त घुम्न। देखिसम्मको त देखाइरहेको छु त साथी यो हड्का देखाउनु म पऱ्यो। भिडियो कोच गर्दैछ हाम्रो साथीलाई हातबाट सबै हाम्रो यहाँ फेरि साथीहरू छ नि हाम्रो यो पनि खिच्थ्यौँ हाम्रो हामी फेरि खतरा हो नि। र यहाँनिर नेपाल छ मकवानपुर गढी ए सेनाली बनाएर चाहिँ लाऊ भइसक्यो केही न देखाउँदैमा त फरक पर्दैन नि त। ल हाम्रो यहाँ टोली चाहिँ यहाँ भेट भइरहने यस्तो देखाइदियो टोलीहरूलाई देखाइदियो ल म 1 2 3 भन्छु सबैले हेलो भन्ने है। यो मैले भिडियो कोचिङ दिइसकेँ त 1 2 3 म गएँ ल वान्स मोर फेरि ल फेरि 1 2 3 फेरि 3 2 1
यो चाहिँ के अनुसार छोपिराख न त्यो माथि राखेर हुन्छ त्यसरी सर नि भित्ता ठोक्दैला फेरि ठोकिँदैन सर अलि जाऊ अरू लिएर बस्नु पर्यो होइन अब यो चाहिँ भिडियो फोटो खिचिसक्यो मैले भिडियो अब के भन्नु अब के गर्नुपर्छ तिमीहरू आफै भन्नु त ल ल अब भयो ल छिटो आउँदै घुमेर ल भित्र नगुमेर छिटो घुमेर आऊ पालै पालो हो क्या एकछिनमा लिएर आउँछु क्या लिएर आउँछु एकछिनमा लिएर आउँछु म जान्छु पखन त्यहाँ छैन सर उसको ऐनाको खतरा स्पिड छ सर सर त्यो कट गर्न मिल्दैन है कता कहाँ छिर्ने उतै भित्र हामी चाहिँ यहाँ मकवानपुरगढीमा अब यस्तो गर्मी भएर शीतल ताप्दैछौँ साह्रै गर्मी रहेछ यो पुर्खाहरूको लड्ने टेक्निक सहिला मलाई भिरपाबाट ढुङ्गा गुल्टाउनु पर्छ भन्ने ज्ञान रहेछ ग्राभिटीको राम्रो युज भएको रहेछ र यस्तो गर्मीमा हामीहरूको विदेशी साथीहरूलाई ल्याउन पनि एकदमै गाह्रो हुनेछ जसले गर्दाखेरि युद्धको लागि एकदम राम्रो रणनीति अप्नाइएको ठोकिँदैन यो चाहिँ हाम्रो अब गुप्त ढोका गुप्त के त दरबार होइन के भन्छ रेकर्ड भएको छ नि छ गुड